कमेडी टाइपको बनाउँछु अलराइट फाइनल्ली हाम्रो रुममा गिटार आएछ हैन यो खोल्ने कहाँ यस्तै च्यात्ने है च्यार्ने हो कि खोल्ने कहाँदेखि हो च्यार्ने त्यसै बाबा चाकुले त भाइ र स्पेसल छ गाइस स्पेसल गाइज स्पेसल स्पेसल छ चाकुले न भाइ ह्याप्पी बर्थडे भन Happy birthday to you. Happy birthday to you. Happy birthday. बाउन भाइ गाना गाना Happy birthday to you, guitar. Happy birthday to you. So guys, म त एक्साइटेड छु कस्तो होला भन्ने कुरामा है कुन कलर होला के होला मलाई के थाहा छैन म सरप्राइज छु बाहुन भाइ कस्तो होला कलर यसो के छ नि त ब्राउन ब्राउन यो खाटी कलरको भन् न खाडो कलर के छ त्यसलाई खाडो कलर थाहा होइन ब्राउन या रेड मिक्स ब्राउन हो ब्राउन या रेड ब्राउन आउँछ ब्राउन आउँछ ट्यान ट्यान लगाइज ओपनिङ भइसकेको छ होइन सो खोल्न चाहिँ अलिक गाह्रै हुँदो रहेछ है हामीले फेरि खोल्यो भने मासु काट्ने चक्कुले हो ह्याप्पी बर्थडे भन ह्याप्पी बर्थडे भन ह्याप्पी बर्थडे कहाँ ह्याप्पी ओपनिङ डे हो ओपनिङ आज ओपनिङ भयो नि त त्यही भएर ह्याप्पी बर्थडे हो क्या ओपनिङ डे हो तपाईँले बुझेन क्या ह्याप्पी बर्थडे हो ह्याप्पी बर्थडे त अब यसको 1 महिनापछि आउँछ होइन आज हो क्या बर्थडे हो आज आजको जन्मदिन तपाईँले जन्मिया दिन तपाईँको बर्थडे नै हुँदैन यार दोस्त त्यही त हो यो आज जन्मियो अन्डाबाट निस्किरहेको अन्डाबाट निस्किरहेको ल ह्याप्पी बर्थडे ल अन्डादेखि निस्क्यो अन्डादेखि निस्क्यो दोस्त आइसकेको छ अन्डादेखि निस्क्यो अब यसलाई बजाउनु पर्छ रात धेरै जन्मियो धेरै लाइभ भयो सो गाइस हाम्रो नयाँ मेम्बर आइसकेको छ रुममा गीत गाऊ अब त गीत गाउने नि 5 6 7 गो देखियो रेड ब्राउन आयो ब्राउन या रेड भने हैन मिक्स हो यो हिजो मैले भने केटा हिजो मैले कलर बताइदिएँ नि त अनि मैले हिजो त भनेको थिएँ हजुरभन्दा अगाडि भनेको थिएँ फिक्स बनाउनु हुन्छ भनेर के सकेपछि खतरा बजाउँछ अहिले त आउँदैन होइन के समय दामी आवाज आउँदा है नयाँ आउँदैन क्या सो गाई नङ काट्नुपर्छ मैले यस्तो दुःख लागिरहेको छ नि यत्रो वर्ष पालेको न कति भयो 14 वर्ष भन्दा नि समथिङ यस्तै भयो है अब यो गयो यो आयो एउटा गयो एउटा आउँछ तिमी गयो तर्केर